वेलकम गाइज माई मुभी रिभ्यू च्यानल। आज म तपाईँको लागि एउटा राम्रो र इन्डियन मुभी बलिउडको लिएर आइरहेको छु, जसको डाइरेक्टर रितेश मुख हुनुहुन्छ। यो भनेको हिस्टोरिकल मुभमेन्टको आधारमा यो मुभीले बनाएको छ, जस्तो पौराणिक कथाहरू रिलेटेड। इन्डियाको सबभन्दा मोस्ट फेमस र भिक्ट्री राजा हाम्रो शिव छत्रपतिजीको थीममा बनाएको हो मुभी, उहाँको बायोग्राफीमा। मेन यो मुभीको सबभन्दा राम्रो कुराहरू तपाईँले हेर्न पाउनुहुन्छ भनेको मुभीको त्यो टाइमको हिस्ट्री र त्यो टाइममा के भयो थियो, यो कुराहरू यो मुभीले डिस्क्रिप्ट गर्छ कि मुभीको सबभन्दा बेस्ट भनेको पार्ट भनेको तपाईँको हिस्टोरिकल इभेन्ट्सहरू राम्ररी यसमा सो गरिएको छ र पुरै पर्फेक्टली र ठाउँ ठाउँको कुराहरू कभर अप गरिएको छ। तपाईँले फिल हुन्छ कि त्यो बेलाको टाइमको तपाईँ मुभमेन्टहरू अब्जर्भ गर्नु भइरहेछ। सो हामी पहिला अगाडि बढ्नुभन्दा केही राजा शिव छत्रपतिजीको बारेमा हामी केही डिस्क्रिप्सन गरिहालौँ। जस्तो उहाँको जन्म 1630 एडीमा भएको थियो अनि उहाँ भनेको सबभन्दा सानैदेखि एकदम साहसी र उत्कृष्ट मान्छे हुनुहुन्थ्यो, जो ब्रेभ। अनि उहाँले सधैँ आफ्नो डिसिप्लिन एन्ड रिस्पेक्ट अरू हतिमा कुरामा सधैँ गर्नुभयो, डिसिप्लिन फलो गर्नुभयो। प्लस उहाँले वुमेन लेडिजहरूको धेरै रिस्पेक्ट गर्नुहुन्थ्यो, महिलाहरूलाई रिस्पेक्ट र सम्मान दिनुहुन्थ्यो उहाँको पालामा। अनि उहाँको फाइट मुगलसँग भएको थियो, जसमा उहाँले त्यो लडाइँ जित्नु पनि भएको थियो। फर्जुल भनेर जुन मुगलको मेन क्यारेक्टर थियो, मेन इभेल जो सबै राज्यमाथि राज गर्न चाहन्थ्यो, त्यसलाई उहाँले हराउनु भएको थियो। यो मुभी त्यसै आधारमा छ। फर्स्ट टाइम यो मुभी भनेको यस्तो ठुलो लाज र बजेट स्केलमा बनाएको हो, हिस्टोरिकल मुभी। प्लस यसमा भनेको तपाईँको डाइरेक्टर पनि रितेश देशमुख हुनुहुन्छ र फर्स्ट टाइम उहाँले मेन हिरोको छत्रपति शिवाजीको रोलमा हेर्नु भइरहेछ। यसमा तपाईँको एउटा अझै कास्टमा हेर्न मिल्छ, अभिषेक बच्चन, जो छत्रपति शिवाजीको भाइको रोल गरिरहेछ ठुलो। सो यो मुभीको सर्टमा हामी ब्रिफिङ गरौँ। स्टोरी भनेको तपाईँले बुझिसक्नुभयो, राजा शिवाजीकोमा छ, उहाँको लाइफमाथि बायोग्राफी हो। तर यो भनेको एउटा सर्टमा बनाएको हो, त्यो सो लङ मुभी भएन, पुरै बायोग्राफी उहाँको हेर्न हुँदैन। यसमा भनेको उहाँको सानैदेखि र मुगलुङहरूसँग लडाइँ जस्तो तपाईँ हेर्न सक्नुहुन्छ। एउटा यसमा तपाईँको रहेको एक्सन्स स्टार्टिङमै कस्तो लडाइँ हुन्छ। यसमा अभिषेक बच्चनको रोल हेर्नुभएको होला, एकदम पर्फेक्ट अनडिसिप्लिन ब्रदर जस्तो हो, फलो गर्ने, आफ्नो भाइको लागि जान दिने, यस्तो मान्न पनि रेडी। प्लस तपाईँको यसमा जुन मुगलुङको तर्फबाट विलेनको रोल गर्नुभएछ सञ्जय दत्त, सो डिस्पेक्टिभ सो एकदम तपाईँको इभिल टाइपको रोल्स, जस्तो उहाँले पहिला KGF 2 मा पनि गर्नुभएको थियो, राम्रो फेमस। त्यही उहाँको त्यसपछि एक्टिङ रोल एकदम बवाल भयो। अनि उहाँको विलेन रोल सबभन्दा सुट गर्छ अहिले KGF 2 देखि। सो उहाँले यो पालि यसमा पनि विलेन रोल गर्नुभएछ, एकदम मुगल सरकार जस्तो एकदम रुड र टाइप नछोड्ने जस्तो, उनीहरूले दबाई मचाउँथ्यो नि जस्तो, त्यस्तै जे हानिदिने मारिदिने, सबैलाई कट गरिदिने। यसमा हेरेको छ तपाईँको सिनेमेटिक त्यो टाइमको एकदम हिस्टोरिकल प्लेसहरू, सिन्सहरू यसमा हेर्न सक्नुहुन्छ। धेरै कुरा, फाइट्सहरू एकदम बवाल टाइपको रहेछ, ट्रेडिसनल टाइपको रहेछ, फाइटिङ तलवारले पनि। प्लस तपाईँको शिवाजी हमेसा जुन राजा शिवाजी हुनुहुन्थ्यो, उहाँले बलभन्दा बढी बुद्धिको प्रयोग गर्नुहुन्थ्यो, स्ट्राटेजी बनाएर लड्नुहुन्थ्यो। उहाँले बिलिभ गर्नुभएको थियो कि उहाँले सबभन्दा राम्रो र उदाहरण दिनुभएको थियो कि ताकतले होइन, स्ट्राटेजीले राम्ररी हामी कुनै पनि लडाइँहरू जित्न सक्छौँ, कुनै पनि कामहरूलाई प्रपर तरिकाले गर्न सक्छौँ। सो यो मुभीको मेन पर्पस भनेकै त्यो एकदम राम्रो हो। यसको तपाईँको सिनेग्राफीहरू, तपाईँको लोकेसनहरू पुरै एकदम बेस्ट
र राजगढ टाइपको बनाएको छ। पुरै मुभीको एकदम राम्रो कुराहरू के छ कि तपाईँलाई यसमा पुरै हिस्टोरिकल ट्रेडिसनल लडाइँहरू हेर्न सक्नुहुन्छ, तोप बन्दुकहरू हेर्न सक्नुहुन्छ। त्यो टाइमको जुन जुन वेपन्स थियो त्यो वेपन्सको हिसाबले लडिन्थ्यो। फाइटिङ अफ स्वर्ड्स, तलवार र भाला, त्यो सबै कुराहरू यसमा कभर अप गरिएको छ, हेर्न पनि मिल्छ। तपाईँले यो मुभी भनेको हेर्दाखेरि तपाईँले यसमा कल्चर पनि इन्डियाको र उता राजगढको कल्चरहरू पनि सो छ। यसमा सबभन्दा बेस्ट कल्चर पार्टहरू पनि रहेछन् जो कल्चरिङ इभेन्ट र कुराहरूले जनाउँछ। यो मुभीलाई भन्दाखेरि यो मुभी भनेको एकदम हिस्टोरिकल र टाइप मुभी हो। यो मुभी आउँदा तपाईँ पनि हेर्नु पर्यो, किनकि कल्चर र ट्रेडिसनल थाहा हुन्छ, हिस्ट्रीहरू थाहा हुन्छ, जुन इन्डियाको मुगलसँग लडाइँ थियो त्यो कुराहरू थाहा हुन्छ। सो आजको लागि म यतिकै भन्छु, फेरि हामी भेटौँला अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ माई भिडियो।